गृहमन्त्री रमेश लेखकज्यूले न्याय त मैले पनि पाउनुपर्ने होला नि भन्नुभएछ। हो दर्शकबिन, सही हो, उहाँले पनि न्याय पाउनुपर्छ। मन्त्री भएकै कारण उहाँमाथि अन्याय हुनु हुँदैन। जीवनभर भिजिट भिसा प्रकरणको आरोप खेपेर बस्नु पर्यो भने उहाँमाथि घनघोर अन्याय हुनेछ। त्यही अन्याय नहोस् भन्नका लागि आवश्यक परेको हो अनुसन्धान। मन्त्री लेखकज्यूले साँच्चै न्याय चाहेको हो भने अनुसन्धान, अभियोजन र आदेश फैसलाको वैधानिक र प्रचलित बाटो अवलम्बन गर्नु पर्यो। पत्रकार सम्मेलनमा रोई कराई गरेर भएन। कानुनका ज्ञाता मन्त्रीज्यूलाई अदालत बाहेक अन्यत्रबाट पाएको न्याय वैधानिक हुन्न भन्ने थाहा छैन? जस्तो च्यासल र बुढा नीलकण्ठ उच्च अदालतको आदेश फैसला। तीर्थराज भट्टराई सहसचिव जन्मिनु नै गलत हो। जन्मिए पनि सरकारी नोकरीमा आउनु हुँदैन थियो, आए पनि गृह मन्त्रालय मातहत हुनु हुँदैन थियो, भए पनि अरू मन्त्रीहरूले गृह अन्तर्गत ल्याउनु हुँदैन थियो भन्ने जस्तो तर्कले मन्त्रीज्यूले खोजेको न्यायलाई बल गर्दैन। तपाई पनि गृह मन्त्रीलाई अन्याय नहोस् भन्ने चाहनुहुन्छ भने अनुसन्धानको आधार बनाउन मार्ग प्रशस्त गर्न दबाब दिनुहोस्। अनुसन्धानपछि अभियोजन नै गर्नु परेन भने उहाँले झन् छिट्टै न्याय पाउनुहुनेछ। गृहमन्त्रीको न्यायका लागि खबरदारी गरौँ। दर्शकबिनहरू, यस विषय सम्बन्धी तपाईको प्रतिक्रिया के छ? कमेन्ट गर्नुका साथै भिडियोलाई सक्दो शेयर गर्नुहोला।